प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नोटमा नेपाल सम्बद्ध उल्लेख गर्ने व्यवस्था मिलाउने बताउनु भएको छ। राष्ट्रिय विभूति शङ्खधर शाखा प्रतिष्ठानले बुधबार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। उहाँले नेपाली नोटमा नेपाल सम्बद्ध उल्लेख गर्ने विषयमा नेपाल राष्ट्र बैंकसँग परामर्श गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता पनि जनाउनु भएको छ। नेपाल सम्बद्ध विशेष गरी कान्तिपुर र भातगाउँमा उत्पत्ति भए पनि राष्ट्रकै मौलिक सम्बद्ध भएको उहाँको भनाइरहेको छ। नेपाल सम्बद्धका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर शाखा एक कुशल व्यापारी भए पनि उहाँ नाफा कमाउने व्यापारी नभएको उहाँले बताउनु भएको छ। शाखा एक महान समाजसेवी र लोक कल्याणकारी व्यक्तित्व भएको उहाँको ठम्म्याइरहेको छ। उहाँका अनुसार 1146 वर्ष अगाडि राजा रागदेवको शासनकालमा शङ्खधर शाखवाले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋण विमोचन गरी ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिनुभएको थियो। उक्त दिन नै नेपाल सम्बद्धको शुभारम्भको आधार भएको प्रधानमन्त्री कार्कीले बताउनु भएको छ। विक्रम सम्बद्ध 936 मा नेपाल सम्बद्धको थालनी गरिएको उहाँले जानकारी दिनुभयो। नेपाल सम्बद्ध कुनै राजाको शक्ति वा युद्धको विजयबाट प्राप्त नभई एक व्यापारीको त्याग र परोपकारका आधारमा सुरु भएकाले यसको महत्त्व निकै उच्च रहेको प्रधानमन्त्री कार्कीको भनाइरहेको छ। नेपाल सम्बद्ध लोक स्तरबाट उत्पत्ति भएको र यसले लोक विरासत बोकेको पनि उहाँले बताउनु भएको छ। प्रधानमन्त्री कार्कीले नेपाल सम्बद्धलाई सरकारी कामकाजमा समेत उल्लेख गरेर सरकारले यसलाई प्रवर्धन र व्यावहारिक रूपमा लागू गर्न तत्परता देखाएको उहाँले बताउनु भएको छ। नेपाल सम्बद्धका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर शाखालाई विक्रम सम्बद्ध 2056 मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो। नेपाल सम्बद्धलाई भने 2065 साल कार्तिक 7 गते राष्ट्रिय सम्बद्ध घोषणा गरिएको थियो।